इधर आ जाओ, इधर आ जाओ। पकड़ लेंगे, ये रख लेंगे फिर। कहाँ हुनुहुन्छ सर? सर माथि जाम लाउनु आओ। हामीलाई पनि गाडी चलाउन भइरहेको छ। पढाइ पनि सक्यो? पढाइ चल्दैछ। कति क्लासमा? ब्याचलर। अहिले बत्ती बाल्नु होला तपाईँहरूले। ल यता आउनुहोस् सबैजना, दाजु यता आउनुहोस्, यता 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 फर्केर यता आउनु। ए तलसम्म आएको तपाईँको त धेरै बाल्टी नानी। त्यसो जान्छौँ नि। टीका लगा लो। लैजाने मलाई पनि लैजाने है। ल थ्याङ्क यू। दाजुको व्यापार व्यवसाय राम्रो होस्, आफ्ना छोराहरूलाई राम्रो गराउनु भएको छ, हामीलाई खुसी लाग्छ। राम्रै छ। सबै छोराहरू प्रगति गर्दैछन्। ल हामीलाई पनि धेरै धेरै धन्यवाद। ल कान्छाको छोरालाई स्कुलमा एकदम अब ज्ञानी, धेरै ज्ञानी हुने है। नमस्ते भन। ल ठिक छ। बाबुले राम्रोसँग बाबु ठोकेर, बाबु ठोकेर ठोकेर। पढ्नु ज्ञानी भन्ने है। नमस्ते बाबु। रिमा बहिनीलाई धेरै धेरै धन्यवाद। एउटा खडा खाइदिएर खिच्छु भन्थ्यो, अनि त्यसपछि त्यतिखेर तपाईँलाई प्रकाश भाइ त्यो अरूको बिहामा नजान सके पनि अहिले त लास्ट हो, जानैपर्छ। लास्टमा त जानैपर्छ कान्छोको बिहामा। आज यो आश्रममा तपाईँहरू यसरी प्रवेश गर्नुभयो, हामीले स्वागत गर्न पायौँ। हामी धेरै खुसी छौँ। यहाँहरूको काम भाग्य त हो। सबै कुरा जे छ राम्रो होस्। नील सागर सेवा आश्रम परिवारमा रहेका सम्पूर्ण सडक मानव जसलाई मान्छेलाई देखिराख्नु भएको छ, उनीहरूको घर परिवारको के पनि थाहा छैन। उनीहरूलाई बाटोबाट हामीले उठाएर ल्याएर यो आश्रममा राखेका हौँ र उनीहरूको परिवार पत्ता लाग्यो भने हामी परिवारसँगै भेट गराइदिन्छौँ र उनीहरूको घर कहाँ हो, आफन्ती छ कि छैन, को हो के पनि थाहा छैन, त्यस्ता मान्छेहरू हुनुहुन्छ। र उहाँहरूलाई तपाईँहरू जस्तै मनकारी मन, अरूको दुःख देखेर दया लाग्ने, अरूलाई देखेर दया माग्ने मान्छेहरू कोही जन्मदिन मनाउन आउनुहुन्छ, कोही एनिभर्सरी मनाउन आउनुहुन्छ, कोही यस्तै पूजापाठका बेलामा आउनुहुन्छ,
अनि कोही पितृहरूलाई सम्झेर तिथि मितिका बेलामा आउनुहुन्छ र यसरी सहायता जुट्छ र यसरी नै यो आश्रम चलिरहेको छ र यति ठुलो आश्रमको घर बनेको छ उहाँहरूलाई बस्नलाई कुनै समस्या छैन तर खाना लाउन अनि औषधि गर्नको लागि धेरै तपाईँहरू जस्तै मानव सेवामा समर्पित मान्छे जरुरी पर्छ र यो आश्रम हामीले 2076 सालमा दाङमा स्थापना गरियो कार्य हुन त 73 सालमा जन्मेको संस्था हो नेपालगञ्जमा शाखाको रूपमा अहिले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टजी हुनुहुन्छ उहाँकै अगुवाईमा हामीले यो कार्य शुभारम्भ गऱ्यौँ र अहिले हामी 6 वर्ष पुरा गरेका छौँ र उहाँकै पहलमा यो राप्ती गाउँपालिका प्रदेश सरकार सङ्घीय सरकारको पहलमा यति ठुलो भवन बनेको छ र अहिले बुवा आमाहरूलाई कुनै पनि समस्या छैन भन्दा हुन्छ र यसरी नै हामीले कार्यक्रम चलाउँदै अगाडि बढ्दै गरेका छौँ र तपाईँहरू जस्तै मनकारी अरूलाई माया गर्ने मान्छे आएर नै आश्रम चलिराखेको छ तपाईँहरूको घर परिवारले पनि बेला बखत आइरहनुहुन्छ र सहायता गरिराख्नु भएको छ हामी खुसी छौँ आश्रमको तर्फबाट जो बोल्न सक्नुहुन्न आफ्ना पीर बेठा केही पनि भन्न सक्नुहुन्न सबै मानसिक रोगी हुनुहुन्छ उहाँहरूको परिवारले उहाँहरूलाई वास्ता गर्दैन त्याग दियो त्यस्ता मान्छेहरू मात्रै हो यहाँ उहाँहरूको तर्फबाट मैले हाम्रो विष्णु गुप्ताज्यू भर्खरै गृह प्रवेश गर्नुभएको छ उहाँको घर परिवारमा सुख शान्ति समृद्धि फैलिएको होस् उहाँको परिवारमा सबै राम्रो होस् उहाँको व्यापार व्यवसायमा राम्रो होस् अनि दाजु नन्दरामको सबै छोराहरू जे होस् एकदमै असल हुनुहुन्छ उहाँको छोरी अहिले रिमा बहिनी अनि त्यो भान्जो सबैजना यहाँ आउनुभएको छ हामी खुसी छौँ बहिनीको पनि व्यापार व्यवसाय अनि ज्वाइँको जे छ त्यहाँ कार्य सबै राम्रो होस् तुलसीपुरमा उहाँहरूको घर परिवार पनि राम्रो होस् भन्न चाहन्छु र सबै कुरा अगाडि बढिरहेको होस् र मानव सेवामा यहाँहरू जोडिनुभयो जे जति सहायता गर्नुभएको छ धेरै र थोरैको कुरा छैन मन भयो भने मान्छेले जतिखेर जे पनि दिन सक्छ आफूले सक्ने जति दिने हो खुसी साथ दिने हो जबरजस्ती दिने होइन त्यसकारण यहाँलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु दाइले केही कुरा भन्नु मन लाग्यो भने बहिनी कस्तो लाग्यो आश्रममा राम्रो लाग्यो एकदमै राम्रो धेरै दिनदेखि आउन इच्छा त थियो आउन पाइएको थिएन आज सबभन्दा ठुलो सेवा हो हाम्रो साहित्य त्यस्तै परेछ र आज आउन पाइयो धेरै दिनदेखि आउँछु भन्ने भइरहेको थियो राम जपन बाबा हाँ बाबू इधर आओ हजुर अरे कुशल साउजी बोल्नु म अहिले निलसागरतिर आएको छु यता अब हेरेर भनौँला है हजुर म यहाँ सीजन ना हो जाती है वैसे नहीं हो जाए यानी है अब क्यों वस्ते हुई क्यों कष्ट रह जाए रही था पुरान फिर बढ़िया पकड़ो रुको हाँ हाथ नीचे लगाओ हाँ यस जाओ Radio. निकाल के रखूंगी
तुले बोलते जाओ ये रखा है जाओ जाओ उसको नहीं दिया उसको नहीं। जाना हुन्छ दाजु तपाईँहरू हुन्छ आउनु होला त्यही त धेरै बल्ल बल्ल चान्स पर्छ একটা ফোনে त्यसमा मोहन दाई हेर्नु त मोहन दाई त्यो बाल्टीमा राख्नु बाल्टीमा कुतो बाल्टी छ नि त्यो बाल्टीमा राख्नु लगाते हैं कि ये एकदम मरे तुल्य रहे ये गढ़वा के साइड मतलब जैसे देखा तो कोई देखा तो हाँ देखते हैं जाना तो